हेलो एन्ड नमस्ते हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु। अहिलेसम्म म लेख्न बजिरहेको छु फेरि पनि हजुरको माझमा आइसकेको छु नयाँ मिनी ब्लग लिएर गाइज चाहिँ यहाँ आइरहेको छ मेरो डे 200 मिनी ब्लग च्यालेन्जको 182 दिन अनि टक्क मैले जित्न सक्नुहुन्छ रेसिपी भिडियो ल्याउँछु भनेको थिएँ गाइज यहाँ ल्याइसकेको छु। यो चिज चाहिँ गाइज होइन मेरो पनि फर्स्ट टाइमै हो अनि टक्क कस्तो हुन्छ चाख्नुपर्छ भनेर टक्क मम्मीले चाहिँ खतरनाक पारामा सबै मरमसलाहरू हालेर खतरनाक पारामा बनाउँछ गाइज होइन मम्मीले चाहिँ फेरि मिठो बनाउँछ क्या। उतापट्टि खाना पाकिसकेको अनि तरकारी चाहिँ मम्मीले पकाउँछ अनि अचार चाहिँ बाबाले बनाउनु भयो गाइज होइन बब्बाल छ। अनि गाइज अर्को कुरा भनेको चाहिँ टक्क यो केटा मान्छेले गाइज होइन भात तरकारी पकाउन सिक्नु भनेको चाहिँ गाइज होइन यति गाह्रो हुन्छ है गाइज होइन म जतिखेर पनि भात तरकारी पुका के मैले पकाउन सिकेर होला गाइज होइन मलाई चाहिँ यति गाह्रो हुन्छ है गाइज होइन के गर्नु गाइज त्यही पनि गाह्रो भयो नि आज चाहिँ मम्मीको पालो थियो त्यसैले जान सक्छ मम्मीले पकाउनु हुँदैछ खतरनाक पारामा। हाम्रो आमा छोराको चाहिँ प्रायः जस्तो गाइज होइन पाल सिस्टम हुन्छ क्या पकाउने जुठोडा माछा त्यति कुराकानी गर्दा गर्दै गाइज होइन फाइनली पाकि पनि सकिसक्यो मम्मीले चाहिँ यस्तो बोवाल पकाउनु भएको छ गाइज होइन बब्बाल अबेला चाहिँ खानुपर्छ हामीले चाहिँ यति मिठो बनाएर खाइसक्यौँ हजुरहरूले चाहिँ खानु भएको छैन गाइज कमेन्ट गर्नु होला अनि टक्क यति भन्दै आजको मिनी ब्लग कस्तो लाग्यो राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब फलो गर्नु सबैलाई बाइ बाइ म चाहिँ खाना आँटेको सबैलाई बाइ बाइ।